नेपाली महिला क्रिकेटमा प्रतिद्वन्दी फरक नतिजा हुई। नेपाली महिला टोलीले सन् 2025 यता कुल 12 खेल खेलेकोमा मात्र 2 खेल जितेको छ। घरेलु मैदानमा जितबिन रहेको नेपाल बाहिर गएर 2 खेल जितेको हो। नेपाली महिला क्रिकेट टोली भर्खरै युगान्डामा 4 देश सम्मिलित वुमन्स डे कप T20I प्रतियोगितामा सहभागी भएको थियो। युगान्डा र नेपालसँगै हङकङ र नामिबिया सम्मिलित प्रतियोगितामा सबैले एकअर्कासँग 2-2 पटक गरी कुल 6 खेल खेलेका थिए। नेपालले 6 मध्ये 2 खेल जित्दा 4 खेलमा भने पराजित भएको थियो। जितमध्ये एउटा सङ्घर्षपूर्ण तथा एउटा सहज जित रहेको थियो। हारहरू पनि निकै नजिक पुगेर पराजित भएको खेल थियो भने कुनै लाजस्पद नै रहेको थियो। समग्रमा भन्नुपर्दा 6 खेलमा 2 जित निकालेको नेपाल 4 टिम मध्ये चौथो भएको भन्दा राम्रो सुनिँदैन। तर यथार्थ यही नै हो। नेपालले सबैभन्दा माथिल्लो वरियतासँग 2 खेल गुमाउँदा युगान्डा र हङकङसँग जित हार दुवै बाँडेको थियो। यस श्रृङ्खलामा आउनु अघि धेरै कुरामा सुधार गरेका छौँ, हामी जितेर नै फर्कनेछौँ भनेर कप्तान तथा प्रशिक्षकले बोलेका थिए। तर नेपाल उपाधिविहीन हुँदै फेरि एकपटक सिकेर मात्रै फर्किएका छन्। त्यस्तै पछिल्लो समय भएको 12 खेलको कुरा गर्ने हो भने नेपालले गत महिना घरेलु मैदानमै 2 बलिया टोलीहरू श्रृङ्खला खेलेका थिए। थाइल्यान्ड र नेदरल्यान्डसँग 3-3 खेल खेलेको नेपालले कुनै पनि खेल जित्न सकेको थिएन। घरेलु मैदानमै 1 खेल पनि जित्न नसकेको आलोचना बोकेर युगान्डा भ्रमणको तयारी थालेको टिमले युगान्डा जानु अघि धेरै कुरामा सुधार भएको र अब श्रृङ्खला जितेर फर्कने सबैको एउटै सोच थियो। तर युगान्डामा गएर नेपालले समूह चरणमा 2 खेल मात्र जित्न सकेको थियो। तर ती जितहरू उपाधि जित्नका लागि भने पर्याप्त रहेको थिएन। 2 मध्ये 1 जित नेपाल फाइनल होडबाट बाहिरिसकेपछि आएको थियो। समग्रमा नेपाली महिला टोलीले सन् 2025 यता भएका कुल 12 खेलमा 2 खेल मात्र जितेको छ भने घरेलु मैदानमा जितबिन रहेको नेपालले बाहिर गएर 2 खेल जितेको हो। नेपाली क्रिकेट सङ्घले आगामी महिनाहरूमा पनि विभिन्न प्रतियोगिताहरू लक्षित गरी श्रृङ्खलाहरूको व्यवस्था गरेको छ। यो हारको तथ्याङ्कहरूमा केही फेरबदल हुने अर्को आशा राख्न सकिन्छ। त्यस्तै नेपाली महिला क्रिकेटमा लामो समयदेखि देखिँदै आएको एउटा समस्या छ, जो खेलाडी स्वयंले आत्मआलोचना नगरेसम्म सुधार हुँदैन। त्यो हो विनिङ मेन्टालिटी अर्थात् जित्ने मानसिकता। नेपाली टोलीमा जित्ने मानसिकताको अभाव देखिन्छ। केही सिनियर खेलाडीहरू केही हदसम्म मानसिकताको विकास भएको देखिए तापनि टोलीका लागि पर्याप्त भने देखिएको छैन। खेलाडीहरूले कुन मानसिकताका साथ खेलिरहेका छन् त्यसले प्रेसर ह्यान्डल गर्नेदेखि धेरै कुरामा प्रभाव पारिरहेको हुन्छ। त्यसका लागि दबावमा पनि सम्हालिएर खेल्ने क्षमता हुनुपर्छ। हालको श्रृङ्खलामा चोटका कारण बाहिर रहेकी अलराउन्डर सीता राणा मगर पनि नेपाली टोलीमा यो मानसिकताको विकास हुन नसक्नु प्रमुख कमजोरी भएको बताउँछिन्।